हेलो तपाईहरु सबैजनालाई आज चाहिँ मेरो आमा चाहिँ साबुन बनाउनु हुँदैछ र साबुनको भाँडामा तेल लगाएर चाहिँ यो साबुन अब चाहिँ यो साबुनको पेस्ट काटेको छ है। यो साबुन काटेर चाहिँ साबुन यो बिलाउनु हुँदैछ यो साबुनलाई चाहिँ मजाले बिलाउनु हुँदैछ। अनि यो चाहिँ मुख धुनुको लागि बनाउने साबुन बनाउनु हुँदैछ। चामलहरु हाल्नुहुन्छ है, तपाईले हेर्न सक्नुहुन्छ है। अनि यो चामलको साबुन बनाउनु हुँदैछ है। अनि त्यसलाई चाहिँ मजाले मिलाउनु पर्छ, पकाउनु पर्छ है। यो चाहिँ हाल्नु भयो अनि तपाईले हेर्न सक्नुहुन्छ र तपाईहरु जति जनालाई चाहिन्छ तपाईहरुले अर्डर पनि गर्न सक्नुहुन्छ है। सुकेपोखरी नियर चाहिँ सेन्ट चार्ल्स पब्लिक स्कुल हो है। एड्रेस चाहिँ तपाईहरुलाई एड्रेस पनि भन्दैछौं। अनि यो चाहिँ अब रेडी भएको छ। अब चाहिँ अघि लगाएको तेल लगाएको भाँडामा चाहिँ हाल्नु हुँदैछ। र है हामीले चाहिँ यो साबुन चाहिँ पहिला पनि बनाएको थियो घरमै युज गर्नुको लागि, तर भिडियो चाहिँ बनाएको थिएनौं है। तर यो पाली चाहिँ हामी भिडियो पनि बनाउँदैछौं। अनि अब चाहिँ फेरि तितेपातीको बनाउनु हुँदैछ। तितेपातीको चाहिँ हाम्रो लागि एकदमै राम्रो हो है। हाम्रो बडी नुहाउनुको लागि कति जनाको काखीको प्रब्लम हुन्छ, खुट्टाको प्रब्लम हुन्छ, त्यसमा चाहिँ तितेपातीको साबुन युज गर्ने गर्छौं है। हामी सबैजनाले नै, तपाईहरु कतिले गर्नुहुन्छ, हामीले चाहिँ गर्छौं है। अनि है अब चाहिँ त्यो अघि चाहिँ चामलको चाहिँ 3टामा भरेको थियो, यो चाहिँ 6वटा छ है। अनि तितेपातीको पनि बनाएर चाहिँ हाल्नु हुँदैछ। र है तितेपातीको साबुन पनि एकदम राम्रो हुन्छ। तपाईले हेर्न सक्नुहुन्छ। र यो चाहिँ तितेपाती अनि चामलको साबुन चाहिँ फाइनली रेडी भइसकेको छ। तपाईले देख्न सक्नुहुन्छ है। हरियो चाहिँ तितेपातीको अनि त्यो ब्राउन कलरको चाहिँ चामलको है। यो चाहिँ सेलाएर चाहिँ फ्रिजमा हाल्नुपर्छ। अनि यो चाहिँ यसरी कडा भएर निस्किन्छ। र फेरि अर्को पनि बनाउनु हुँदैछ। यो चाहिँ हो अदुवाको। यो चाहिँ जति पनि कपाल झर्नेहरूको छ है उनीहरूको लागि हो यो साबुन चाहिँ। अनि कपाल पातला भएकोहरूको लागि हो। यसले चाहिँ कपाल उमार्ने काम गर्छ। अनि यो चाहिँ अदुवाको साबुन हो। तपाईहरुले हेर्न सक्नुहुन्छ है। अनि तपाईहरुलाई